हेलो गाइस, वेलकम टू माई च्यानल। स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ ब्लगमा। अनि गाइस, म चाहिँ पुन्तुलुको लागि फ्यान किनेको थिएँ होइन, तर म फ्यान चाहिँ नकिने आएँ किनभने चाहिँ आज चाहिँ शुक्रबार रहेछ होइन। अनि मैले चाहिँ के दिनबार के थाहा नपाइकन किन्नु गएको रहेछु। अनि त्यहाँको अङ्कललाई चाहिँ एउटा पसल चाहिँ खुलै थियो क्या, यो फ्यानहरू बेच्ने पसलहरू खुलै थियो एउटा चाहिँ होइन, मधिसेको। अनि त्यहाँ सोद्धाखेरि चाहिँ अङ्कल यहाँको पसल चाहिँ किन बन्द छ, एउटा बन्द थियो नि त त्यसको छेउको। अनि त्यो सोद्धाखेरि चाहिँ आज शुक्रबार हो त भने क्या, मलाई कस्तो थाहै नभएको क्या। अङ्कलले शुक्रबार भन्दा पो अनि आज शुक्रबार त यसरी बन्द हुँदो रहेछ भनेर बल्ल थाहा भयो मलाई चाहिँ होइन। म चाहिँ पुरै दिनबार के थाहा नपाइकन हिँडेको, त्यसलाई फ्यान किनिदिन्छु भनेर होइन। यति गर्मीमा टनटन गर्मीमा पुन्तुङलाई बोकेर गएको, त्यो पनि छाता नओढिकन होइन। यति गर्मी थियो। अनि त्यहीमाथि म छाता पनि नओढी गएको। अब छाता ओढ्यो भने म यस्तो हुन्छ क्या, त्यसलाई बोक्नु कि छाता बोक्नु हुन्छ होइन। अब हात पनि साटिराख्नुपर्छ नि त, एउटै हातले मात्रै धेरै बोक्नु सकिँदैन। त्यही भएर चाहिँ म त्यो छाता पनि नओढी गएको, यति टनटन गर्मीमा हिँड्दै गएको होइन। अनि त्यहाँ गएपछि चाहिँ के भयो, भएर त शुक्रबार पऱ्यो रहेछ। अनि कुनै पसल चाहिँ खुल्ला थियो होइन, कुनै पसल चाहिँ खुल्ला थियो, तर त्यसमा चाहिँ मैले भनेको जस्तो चाहिँ पाएन। कोही चाहिँ एकदम ठुलो थियो, कोही चाहिँ त्यो सानो सानो हुन्छ नि, त्यो हातमा बोकेर हिँड्ने हो त्यो खालको थियो होइन। अब त्यो खालको त के गर्नु र, त्यो खालको त मेरो पहिला पनि थियो होइन, मैले पहिला किनेको थिएँ होइन। अनि त्यो खालको त त्यस्तो अनुहारमा यस्तो गर्दा मात्रै त हो होइन, बाहिर लिएर हिँड्दाखेरि त्यसमा ठिक हुन्छ ट्राभल गर्दाखेरि। अनि मैले त्यही भएर त्यो चाहिँ लिइनँ होइन। अनि कुनै चाहिँ यत्रो ठुल्ठुलो थियो क्या, त्यो टेबल फ्यानहरू जस्तो थियो होइन। अनि त्यही भएर चाहिँ मैले चाहिँ ठिकै खोजेको भेटिनँ। अब यसरी नै आज एक दिन होस् भनेर होइन, पछाडि भोलि जान्छु होला किनिदिनुको लागि। अनि अब यस्तो हो नि त, अब आज त शुक्रबार हो, यसो बन्द हुन्छ। अनि बन्द दिन अलिक महँगो पनि भन्छ क्या उनीहरूले। अनि त्यही भएर चाहिँ मैले चाहिँ नलिआएको छु क्या। अनि भोलि किन्छु भनेर। भोलि त अब सबै पसल खुल्ला पनि हुन्छ, अब प्रत्येकमा नभए कसै कुनैमा त हुन्छ नि त। अनि त्यही भएर आज चाहिँ कुनै पसल मात्रै खुल्ला थियो। अनि त्यही भएर चाहिँ म चाहिँ त्यही गर्मीमा होइन हिँड्दै गएको। अनि चाहिँ त्यति गर्मीमा फेरि फर्केर त्यत्तिकै आएँ, म केही नलिआएँ होइन। अनि त्यही भएर पुन्तुङ चाहिँ आउने बित्तिकै झगडा गऱ्यो। अनि त्यो सुत्नुलाई होइन, निन्दा लाग्यो त्यसलाई होइन। त्यो चाहिँ यसै पनि सुत्नेवाला नै थियो, त्यही अब सुत्नेवाला थियो, त्यो पनि मैले त्यसलाई लगेँ होइन। अनि त्यही भएर चाहिँ त्यो चाहिँ अहिले सुतिरहेर बाहिर आएर बोलेको क्या। अहिले फेरि मैले त्यो अस्ति पनि अब मैले हेलो गाइस भन्दा त्यो उठेको थियो नि त। अनि फेरि नउठोस् भनेर चाहिँ म यहाँ आएर बोलिरहेको छु। लासो गर्नु छ गाइस, के भन्नु, अझ भित्र जानुपर्ने हुन्छ। सुतिरहेको छ होइन, म निन्द्रामा बसेको छु। यसले नै बोलेर पुन्तुङलाई मजाको निन्द्रा दिने भनेको। अब यो छैन भने, लाइन गयो भने होइन, यो फ्यान त कामै दिँदैन, फ्यान बिना त यो सुत्दैन नै होइन। अनि यो छ। हेलो वान त्यहाँ पुन्तुङ, हेलो वान के हेरेको, माथि हेरेको। अनि यो चाहिँ सुतेर उठिसक्यो होइन, सुतेर त अघि नै उठिसकेको हो। त्यो पनि अब यताउता डुलाएँ होइन। अनि बुबु खायो, खेल्यो। अनि अहिले चाहिँ एकछिन राखेको खाना लिएर। अब म चाहिँ खाजा खानु पऱ्यो होइन। अनि मैले चाहिँ आज खाजाको चाहिँ दुध लिएर आएको छु होइन, दुध। अनि एकछिनै लिएर जान्छ। आज चाहिँ म दुध खान्छु होइन। अनि दुध र अनि अघिल्लोको खरबुजा मिक्स गरेर खानेवाला चाहिँ क्या। मैले के अरे अब दुधहरू पकाएर फ्रिजमा राख्यो होइन। अब चिसो हुन्छ नि त, अनि खरबुजा पनि चिसो, अनि त्यसमा चाहिँ मिक्स गरेर खाँदा चाहिँ आज मिठो हुन्छ क्या। तर अहिले त अब खरबुजा पनि तातै छ, अब दुध पनि अहिले भर्खर पकाएको चाहिँ तातै हुन्छ। गर्मी भयो, पसिना भइसक्यो। सिलिङ फ्यान मारिदिएको कि
गर्मी भयो यहाँदेखि त हावै आउँदैन रहेछ लु म आज राम्रोसँग सुतेको छैन क्या अरू त मस्त सुत्यो त आज त सुतेको पनि छैन अनि अघि त सुतेको बेला जहाँ लुगा थियो यसको धुन्थ्यो अनि त्यो धुइहाल्यो सोचेको त्यो एकछिनमै सुतेर त उठि त हाल्यो अनि त्यतिकै छ यो लुगा अब यो लुगा चाहिँ भोलि धुनु पर्ला जस्तो छ त्यति धेरै छैन खोल्नु पर्छ अनि अघि धुइहाल्यो सोचेको थिएँ धुइहाल्यो सोच्दा सोच्दै यो उठिहाल्यो धुनै पाइएन लु होइन पुनपुन त्यो पनि यत्रो फर्किँदैन मम्मी जस्तै हुनु परेन होइन अब मम्मीको रूप लिएको होइन तैँले अब चक्कर नै आयो चक्कर अरे रिङ्गाटै लाग्यो अनि यो साइडको चाहिँ मलाई चाहिँ क्या खरबुजामा यही क्या विश्वासै लाग्दैन खाना खानु आँटेको होइन मैले अघि भनेको थिएँ नि खरबुजा र दुध खान्छु भनेर अन्त मैले खरबुजा र दुध चाहिँ एड गरिसकेको छु होइन र यसमा चाहिँ मैले चिनी पनि एड गरेको छु तर चिनी चाहिँ थोरै थियो र मैले थोरै मात्रै हाल्नु पाएँ होइन किनकि चिनी सकिरहेको छ नि त पुनपुन चाहिँ अघि सुतिसकेँ होइन मैले त्यसलाई सुताइसकेँ अनि त्यो सुतेको बेला चाहिँ खाजा खाइहाल्नु पऱ्यो होइन अब एकछिन आएर फेरि ढिलाउ लानुपर्छ होइन त्यही भएर चाहिँ मैले खाजा खाइहाल्नु पऱ्यो यसलाई त खाजा नि भन्नु मिल्दैन यसलाई चाहिँ ब्रेकफास्ट यसलाई सुहाउँदैन खाजा भन्नु त्यही भएर झन् अझै चिसो हुँदाखेरि झन् मिठो हुन्छ होइन तर त्यो चिसो छैन नि त मैले दुध त सेलान जस्तो लाग्यो होइन पानीमा भिजाइरहेको थिएँ पानीमा डुबाइरहेको थिएँ त्यो चाहिँ यो चिसो छ त्यति साह्रो चिसो छैन हामी भएको छ क्या यो चाहिँ मैले चाहिँ के सोचेँ भने नि अब म जहिले खाजा खान्छु होइन
मेरो खातामा चाहिँ जहिले पनि 50-60 त खर्च भएकै हुन्छ होइन। त्यो त खर्च गरेर म अनहाइजेनिक फुड खानु बदली त होइन, अनहाइजेनिक खानु बदली त बरुभन्दा हाइजेनिकै खान्छु भने चाहिँ मलाई आज दिमाग लाग्यो होइन। त्यो भएर चाहिँ म अब गरेर खानु बदली मैले हेल्दी नै खान्छु भन्ने चाहिँ उहाँले चाहिँ अब त्यसमा चाहिँ फेरि बिची चाहिँ कति धेरै क्या। अब यति भएपछि त मगायो नि त होइन। कुन्तिलो हामी घुमेर आइसक्यौँ नि। आज त सफारीमा घुमाइ भयो नि त होइन, आउनु पनि जानु पनि। हामी चाहिँ घुमेर आइसकेको होइन गाइज। कहाँ गएको थियौँ भने नि यहाँ के अरे रुम छेउको दिदीले चाहिँ उसको नानीको लागि पन्जा किनिदिन्छु भनेर चाहिँ होइन। अनि उहाँ जाने भनेको थियो कस्मेटिकमा, अनि बजार नै पुग्नु पऱ्यो नि त होइन। त्यहाँ चाहिँ अब त्यही बजारमै थियो नि त कस्मेटिकहरू चाहिँ। अनि त्यही भएर चाहिँ आज शुक्रबार पनि थियो तर कस्मेटिकहरू त खुलाएको थियो क्या। अनि त्यही मैले चाहिँ चिनेको कस्मेटिक थियो त्यहाँ, अनि त्यहाँ लिएर गएको थिएँ। अनि अब हिँडेर जान त सम्भव छैन यति गर्मीमा। अनि दिदीले चाहिँ सफारी नै जाउँ भनेर सफारीमै गएर अनि सफारीमै आयो क्या। अनि यता सफारीमा त झन् फिलिली हो नि त होइन, कम्ती खुसी भएको होइन सफारीमा जान्छ होइन। कुन्तलु आज त सफारीमा घुमाइ भयो नि त होइन। र अब आज त अब बेलुकी पनि भइसक्यो होइन। त्यही हो अब हाम्रो के गरेको कुन्तलु अब सुत्छ होला यो। अघिदेखि आँखा मिल्दै थियो, त्यही माथि कति गर्मी क्या, बाहिर चाहिँ कति गर्मी होइन, लास्टै गर्मी, पसिना भइरहेछ। अब आज फ्यान किन्नु गएको त्यत्तिकै भयो के अरे पसलहरू अब खुलेकै थिएन राम्रोसँग, अनि भनेको जस्तै पनि पाइएन। अनि त्यही भएर चाहिँ अब 1-2 दिनमा किनिदिनुपर्छ, किनकि अहिले चाहिँ लाइन पनि त्यति गएको छैन नि त। त्यो फ्यानले काम दिइरहेछ। अब पछि त लाइन जान्छ नि त, अनि त्यतिखेर चाहिँ लाइन गएको यो गर्दाखेरि चाहिँ त्यतिखेर झन् धेरै गर्मी हुन्छ। अनि अहिले चाहिँ धेरै लाइन पनि गएको छैन, अनि त्यही भएर चाहिँ अब बिस्तारै यसलाई चाहिँ किनिदिनु पर्ला जस्तो छ होइन। अब भोलि नै त किनिदिन्छु थाहा भएन है, तर जे भने किनिदिन्छु। अब अहिले जस्तो लाग्यो अब लाइन पनि आज अब त्यति जाँदैन, दिउँसोभरि पनि त्यतिकै छ लाइन होइन। हो आँखा मेल्न थाल्यो। ल अब सुत्ने ल, अब मजालाई सुताइदिनु पऱ्यो होइन।